यदि तपाईँ क्रिस्चियनको दलाल हो अनि क्रिस्चियनको तपाईँ रगत हो र हर्के पास्टरको तपाईँ हली हो भने चाहिँ यो भिडियोलाई तपाईले तुरुन्त स्किप गरिदिइहाल्नु होला। तर तपाईँ एक सच्चा नेपाली अनि तपाईँ एक देशभक्त मान्छे हुनुहुन्छ भने चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र धेरैभन्दा धेरै तपाईले शेयर पनि गर्नु होला। तपाईहरुलाई म एकैछिन सानो भिडियो देखाउँछु, त्यसपछि म तपाईहरुलाई मेरो प्रतिक्रिया पनि राख्नेछु। आउनुहोस् सानो भिडियो हेर्नुहोस्। यो गाईको मासु खानु आउनु भएको छ तपाईहरु हैन? यो मासु खाएर त यही वर्ष यो संविधान संशोधन गर्नुपर्छ, नत्र अनि यो मासुले पाप लाग्छ सबैजनालाई। हजुर ल यो अब उहाँलाई चाहिँ धेरै धेरै बधाई छ। अझै धेरै गाई कुवा काट्नु होला, गोरु होइन गाई काट्नु होला भनेर म शुभकामना दिन चाहन्छु। मेरो त यहाँ सधैँ सकिन्छ हो। यो भिडियो क्लिप हेर्नुभयो, यसमा यिनीहरूले खुलेआम गाई काटेर खाएर अनि गाई काटेर खानु पाउनुपर्ने नियम कानुन ल्याउने के जाति भनेर चाहिँ यिनीहरूले खुलेआम बहस गरेको देखिन्छ र यिनीहरूले गाईको मासु पनि खाइरहेको स्पष्ट रूपले देखिन्छ। तर नेपालको जुन चाहिँ संविधान ऐन कानुनले के भन्छ भने मुलुकी अपराध अहिंसाको सजाय चाहिँ के छ भनेदेखि गाई गोरुलाई मारेर खाने मान्छेलाई, काटेर खाने मान्छेलाई चाहिँ 3 वर्षसम्म कैद र 30,000 रुपैयाँसम्म जरिमाना हुन्छ भनेर चाहिँ स्पष्ट रूपमा कानुनमा उल्लेख छ। तर यिनीहरू यो दलाल, यिनीहरू यो पास्टरको सन्तान रगतहरूले चाहिँ यसरी खुलेआम हिन्दू धर्ममाथि यिनीहरूले धावा बोलेको छ। अब नेपाल सरकारले पनि यस्तो मान्छेलाई चाहिँ खोजी खोजी कारबाही गर्नु पर्यो। र तपाईको धारणा के छ जस्ता त्यस्तै कमेन्ट गर्नुहोस्। यदि यो भिडियोलाई मन पर्यो भने धेरै भन्दा धेरै हाम्रो हिन्दू धर्म आस्था राख्ने व्यक्तिहरूसम्म चाहिँ शेयर गर्न नबिर्सिनुहोस्।